हाई गाइस, वेलकम टू माई फर्स्ट न्यू ब्लग। आज चाहिँ म मेरो माइती घर सोलुखुम्बु डिस्ट्रिक्टको दुईबाट आएको कसरी देखाउन लागिरहेको छु। यो चाहिँ इस्कुसको जरा होइन, त्यस्तै गरी घर पनि छ यहाँ। हेर्नुहोस् त, मेरो बाबा मम्मीले पठाउनु भएको कति दुःख गरेर माटो छ बिचरा। अनि बनाना पनि छ। यो हाम्रो चाहिँ चुच्चे करेलाको बिहा छ। अनि त्यस्तै गरेर मुलाको सिन्की भन्छ नि, सुकाएको सिन्की छ गाइस, हेर्न सक्नुहुन्छ। अनि यो मस्याङ छ, भटमास छ अर्ग्यानिक। यो चाहिँ रुख भ्यान्टा भन्छ कि, हजुरहरूलाई थाहा होला नि, रुख भ्यान्टा अचार खानको लागि रुख भ्यान्टा हो। यहाँ टन्नै छ, हामीले एउटा मात्रै देखाइराखेको। अनि हामीसँग कागती पनि छ। यो लास्टको भएर मसिनो बाँकी रहेछ, त्यही पनि पठाइदिनु भएको रहेछ। अनि यो चाहिँ अलौटा मकै, हजुरलाई थाहा छ नि, हरियो मकैलाई चाहिँ उसिनेर घाममा सुकाउने छोडाउने, अनि त्यो चाहिँ अलौटा हुन्छ। यसलाई जसरी खाँदा पनि हुन्छ, भिजाएर भुटेर होइन। त्यस्तै गरेर यो चाहिँ वाह भन्छ हाम्रोतिर चाहिँ है, भुटेर खानको लागि एकदमै राम्रो हुन्छ। अनि अर्ग्यानिक आलु पनि छ, सोलुको अर्ग्यानिक आलु हेर्न सक्नुहुन्छ। यहाँ टन्नै छ, यहाँ भाँडामा टन्नै छ, मैले एउटा हजुरहरूलाई उचालेर देखाएको मात्रै हो। अनि यो चाहिँ घिउ हो गाइस, यो चाहिँ मह हो, आफ्नै घरको अर्ग्यानिक घिउ मह छ। हजुरहरूले पनि मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। अनि हजुरहरूलाई पनि मनपर्छ भने, कसैले मन पर्यो भने मेरो घरमा आउनु होला। हजुरहरूलाई पनि दिन्छु। थ्याङ्क यू बाबा, थ्याङ्क यू मम्मी, एकदम धेरै माया गरेर मलाई यति धेरै सामान पठाइदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु।